हेलो एभ्रिवान, नमस्ते नमस्कार सम्पूर्णलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा है। आज पनि तपाईँहरूको साथमा चाहिँ उपस्थित भइसकेको छु भने आज चाहिँ हामी एउटा रमाइलो ठाउँमा चाहिँ सबैजना मिलेर पिकनिक गएको छु है। अब यो पिकनिकमा चाहिँ एकदमै धेरै रमाइलो भयो। अब बाहिर पिकनिक किन खान्छन् त भन्दाखेरि मान्छेहरू एकदम बाहिरी फिल्डमा रमाउन चाहेर एउटा सुन्दर वातावरणमा रमाएर छुट्टै परिकारहरू खाएर चाहिँ टेस्ट लिएर चाहिँ रमाइलो गर्नु छुट्टै मजा रहेछ भन्ने कुरा आजबाट थाहा भयो होइन। र आज भने हामी फेरि पनि रमाइलो गर्दैछौँ। हाम्रो साथमा हुनुहुन्छ सबैजना हुनुहुन्छ, दाजुभाइ दिदी बहिनी होइन। र यो ठाउँको नाम चाहिँ के होला भनेर तपाईँहरूले सोधिराख्नु भएको होला। यो ठाउँको नाम हो दुधिया भन्ने ठाउँ हो यो ठाउँ चाहिँ होइन। र यो ठाउँमा चाहिँ हामीले एकदमसँगले चिकन पोर्कदेखि लिएर हरेक कुराहरूको व्यवस्थामा गएको थियौँ होइन। एकदमै रमाइलो भयो, एकदमै रमाइलो गरेर आयौँ हामीले है। डान्स पनि गऱ्यौँ, रमाइलो गऱ्यौँ, स्विमिङ पनि गऱ्यौँ होइन। सो सबैजनालाई चाहिँ एकदमै मिस यु भन्न चाहन्छु फेरि पनि अर्को। हजुरहरू सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच मेरो तर्फबाट है, हेरिदिनु भयो है। र हाम्रो यो नयाँ युट्युब च्यानललाई चाहिँ सबैजनाले माया गरिदिनुहुन्छ भन्ने मलाई आशा लागिरहेको छ है। सबैले सब्सक्राइब गरिदिनु होला प्लिज भन्न चाहन्छु म चाहिँ होइन। ल बाई बाई।